दर्शकवृन्द, पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर चाहिँ हिजो एकजनाको मृत्यु भएको छ। बीच पारीको लोकेसनबाट यता वारीतर्फ आउँदै गर्नु भएको त्यो हात गल्नु होला सम्भवतः, अनि त्यो भएर तलै डुब्नु हो। दलदल जमिन थियो सर, हिलो थियो। हिलोमा चाहिँ एकदिन भेट्दा चाहिँ जस खुट्टा मात्रै थाहा पाइयो है, यस्तो थियो उस्तो थियो भन्ने अवस्था देखिएन, अन्धकार थियो। र म चाहिँ यति बेला यो पोखराको बेगनास तालको यो माझी कुनामा आइपुगेको छु र यहाँहरूले तल देख्न सक्नुहुन्छ यो बेगनास ताल हो र यो क्षेत्र चाहिँ पुरै माझी कुना हो र यही ठाउँमा चाहिँ हिजो बेलुका पौडी खेल्ने क्रममा डुबेर चाहिँ गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर 3 का 43 वर्षीय राजेश श्रेष्ठको चाहिँ ज्यान गएको छ। र आज चाहिँ यो बिहान कालिका गणबाट चाहिँ यो सशस्त्र प्रहरीको टिम त्यस्तै नेपाल प्रहरीको टिम आएर चाहिँ सब ठ्याक्कै यो तालको यो बीच भागतिरबाट चाहिँ निकालेको छ। र बुझेअनुसार चाहिँ उनी हिजो आफ्ना 5 जना साथी सहित चाहिँ यो माझी कुनामा रमाउन आइपुगेका थिए, तर उनी यही माझी कुनामै अस्ताए। यति बेला चाहिँ परिवार गहिरो शोकमा डुबेको छ। उनको परिवारहरू, उनका साथीभाइहरू गहिरो चिन्तामा छन् र केही बेर अगाडि मात्रै उनको शव चाहिँ सशस्त्र प्रहरीको टिमले बाहिर निकालेको छ र यति बेला चाहिँ उनको शव पोस्टमार्टमको लागि चाहिँ अस्पताल लगिएको छ। र यो कसरी हुन पुगेको घटना म खास गरेर सशस्त्र प्रहरीको टिम जसले यो निकै गहिरो तालमा पसेर सबलाई बाहिर निकाल्यो उहाँहरूसँग कुरा गर्छु र यहाँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। भर्खरै एउटा सब चाहिँ यो बेगनासबाट हैन बाहिर निकाल्नु भयो, थोरै यो बारेमा भनिदिनुहोस् न, परिचयबाट। हजुर नमस्ते, म सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्ट। म सशस्त्र प्रहरी जवान माधव भूषाल। सशस्त्र प्रहरी जवान सुमन नेपाली। सशस्त्र प्रहरी जवान देवराज खनाल। म सशस्त्र प्रहरी सहायक हवल्दार सुनिल नेपाली। हजुर यो घटना चाहिँ हिजो 5 बजेतिर चाहिँ उहाँ साथीहरूसँगै आउनु भएको थियो। अनि यो पारिपट्टि चाहिँ उहाँहरू माछा खाने अब त्यही रमाइलो गर्ने हिसाबले माथि उता पारिपट्टि जानुभएको। उहाँहरू चाहिँ अलिकति स्विमिङ आउने हुँदो रहेछ। उहाँ आउँदाखेरिमा चाहिँ उता पारिपट्टिबाट चाहिँ अरू चाहिँ नआउनेहरू चाहिँ भोटमा आउनुभयो। उहाँ चाहिँ स्विमिङ खेल्छु भनेर वारी स्विमिङ खेल्दै पारि जान्छु भनेर आउनुभएको, तर ग्यापिङ डिस्टेन्स धेरै छ, लगभग 300-400 डिस्टेन्स छ। उहाँ बिचमा आउँदा हजुर ठ्याक्कै यो बिच पारीको लोकेसनबाट यता वारीतर्फ आउँदै गर्नुभएको त्यो उहाँ हात गल्नु होला सम्भवतः, अनि त्यो भएर तलै डुब्नु हो। सँगसँगै त्यो डुङ्गा चाहिँ रहन्छ है, सँगसँगै डुङ्गा उहाँ पछाडि हुनुभएको थियो। उहाँ पछाडि उहाँ डुङ्गा आउनेहरू चाहिँ उहाँ चाहिँ त्यो डुङ्गा पछाडि भएको भएर उहाँहरूले चाहिँ पारी पौडी स्विमिङ आउने मान्छे भएको भएर उहाँ चाहिँ पारी गइसक्नु भयो होला, कटिसक्नु भयो होला कता भन्नुभयो। उहाँहरूले पनि त्यति ख्याल गर्नु भएन। पछि 8-9 बजे वारी आइसक्नु भएको होला भने पछि 8-9 बजेदेखिसम्म मान्छे नभएपछि चाहिँ डुब्यो भन्ने आशंकामा पछि चाहिँ हामीलाई फोन गर्नुभयो। तर जहाँनिर त्यो हरियो ठाउँमा बिचै भागमा डुब्नु भएको छ, लगभग घाँस देखियो नि, घाँसमा बिचो भागमा लगभग 35 फिट डेप्थमा डुब्नु भएको छ। 35 फिट गहिरो, त्यति गहिरो रहेछ त्यहाँ। 35 फिट डेप्थमा डुब्नु भएको छ बिचो भागमा। तल हिलोहरू त्यस्तो के रहेछ? तल पुरै हिलो छ, पुरै हिलो छ। हाम्रो भाइहरू र दुईटा हामी पनि, म पनि डुबेको, यहाँ भाइहरू पनि 2 जना डुबेको। भाइले चाहिँ पाएको भाइले चाहिँ त्यहाँ डुब्दाखेरि पुरै हिलो छ। कोही ठाउँमा चाहिँ त्यो ठुल्ठुला ढुङ्गा पनि छ, कोही ठाउँमा चाहिँ पहिलाको त्यो मुढाहरू होला, त्यो काठहरू छ, अलिअलि रुखहरू जस्तो काठहरू जस्तो छ। हजुर त तलै डुबेरै निकाल्नु भयो सबलाई हैन? हजुर सर, हामी 2 जना सुमन नेपाली भाइ र म गथ्यौँ। अनि 2 जना जाँदा चाहिँ अब गहिराई पनि अलि ज्यादै गहिराई, अन्धकार अनि हिलो अनि पुरानो काठहरूले गर्दा कठिनाइ त ज्यादै कठिनाइ थियो। त्यही पनि कठिनाइको बावजुद पनि हामीले जस डेड बडीलाई रिकभर गर्न सक्सेस भयौँ। कस्तो अवस्थामा थियो त्यो तल चाहिँ? यो माटोमै गाडेको अवस्था रहेछ माथि तल एकदम दलदल जमिन थियो सर, हिलो थियो। हिलोमा चाहिँ एकदिन भेट्दा चाहिँ जस खुट्टा मात्रै थाहा पाइयो है, यस्तो थियो उस्तो थियो भन्ने अवस्था देखिएन, अन्धकार थियो। खुट्टा एक भिक्टिम यो हो भन्ने थाहा पाइसकेपछि मैले माथि सिग्नल दिएर अनि निकाल्न सफल भएँ। यस्तो यो त धेरै छ, यो दूरी त 300-400-500 मिटरै छ पारीबाट। यति पौडेर आउनु त कठिनै हुन्छ, हजुरहरू एकदम अनुभवी मान्छेहरूलाई पनि गाह्रो कुरा होइन? हजुर सर, एकदम यो सबभन्दा पहिला सेफ्टी फर्स्ट भन्ने अपनाउनु पर्ने। उहाँले लाइफ ज्याकेट पनि लाउनु भएको थिएन। अनि अब अलिकति स्विमिङ जानेको मान्छे भए पनि हातखुट्टा बाउडिने समस्या जसलाई नै आउन सक्छ, जस्तो स्विमरलाई पनि त्यो समस्या आउन सक्छ, स्वयं हामीलाई पनि आउन नसक्ला भन्न सकिँदैन। त्यही भएर सुरक्षा अपनाउनु चाहिँ पर्दछ। त्यस्तो सब हेर्दाखेरि चाहिँ त्यस्तो केही शङ्कास्पद त्यस्तो त छैन होइन? केही त्यस्तो छैन त्यस्तो। अब हामीले त डुबेको तल खन्नाबाट निकाल्यौँ, हामीलाई बेपत्ता भएको सुरुमा चाहिँ गर्ने त्यस्तो। अब ड्रइङ तलै थियो, ड्रइङ भएकै हो डुबेको तल डुबेको अवस्थामा होला। हजुरको सम्भवतः उहाँ उताबाट पौडी खेल्नुभयो, अब रमाइलो गर्ने कुरामा अब अलिअलि मापसी पनि गर्नुभएको थियो होला। अब त्यो
खेल्दै आउने क्रममा चाहिँ अब बिचमा थोरै डिस्टेन्स देख्नुभयो तर लामो डिस्टेन्स छ बिचमा हातमै गलेरै होला उहाँहरूको ठेगाना नाम के खुलेको छ के छ जानकारी नाम यो गोर्खा भन्ने बुझिया छ हामीले पनि त्यति आएर खोज्ने मात्रै काम भयो बेपत्ता भयो भनेर डिटेल खुलेको छ जस्तो यो माझीको नाममा त धेरै आउनुहुन्छ पर्यटकहरू पनि नेपालीहरू पनि यो हजुरको त अब धेरै यस्तो सबर निकाल्ने धेरै गरिसक्नु भयो के भन्नुहुन्छ यहाँ धेरै पौडिन जाँदाखेरि होइन कति खतराको अवस्था यो अब मनोरञ्जन गर्न आउने क्रममा यो बेगनासमा आउने माझी गुनामा आउने क्रममा पहिला सुरुमा त सेफ्टी फर्स्ट नै हो पहिला सुरुमा त आफूलाई आउँदैन भने कति गइरहेछ के छ हेर्नु पऱ्यो पहिला यहाँको वस्तुस्थिति भौगोलिक बनावट हेर्नु पऱ्यो अनि त्यसपछि आफूलाई स्विमिङ आउँदैन भने जाँदै नजाने फर्स्टमा त्यसपछि यदि स्विमिङ खेल्ने हो भने एउटा फ्लटेसन डिभाइसहरू हुन्छ लाइफ ज्याकेटहरू हुन्छ यहाँ पनि राख्नुभयो होला लाइफ ज्याकेट लगाएर खेल्ने त्यसपछि तपाईँ मादक पदार्थ सेवन गरेर पौडी खेल्दै नखेल्ने मादक पदार्थ सेवन गरेर खेल्नको कारणले पनि हुनसक्छ आजसम्म त मादक पदार्थ सेवन गरेर पनि पौडी नखेल्ने गर्ने आफ्नो सेफ्टीलाई ध्यान दिनु पऱ्यो